साथीहरु दर्शन नमस्ते तपाईहरुलाई स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा। आज चाहिँ हामी यहाँ चट्ट हैन बाहिर टक्क कारे रोटी पोलेर चट्ट खानेकुरा छ। आज विशेष गरेर श्री सत्यनारायणको पूजा पनि हो। तपाईहरुले फर्स्ट टाइम हेर्दै हुन्छ भने लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब पनि गरिदिनु होला साथीहरु। हेलो साथीहरु, हामी चाहिँ गाउँमा च्याटर बाहिर खुल्ला आकाशको बीचमा हैन सेलरोटी बनाउँदै है साथीहरु। रोटी खानु भनेको के कुरा हो? गर्नु न नाङ्लो भडिस्यो त्यो खानु भनेको ल कसलाई मन पर्छ लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु साथीहरु। ल के खाम दामी पारामा के सेल खाने रे? ओइ भर्खर भात खाए नि। ओ बा छिट गर्दै दबाई खानु नि म तलाई दिन्छु नि जोइन आफु रापै लाग्यो काँडे सेलरोटी काँचो त्यो नुन नाला हो कि चिल्लाइन छ यहाँ सिसा हालिहाल्नु खाली पेट हुँदैन 4 घण्टा 5 घण्टा भइसक्यो। हस्पिटल चलेन अङ्कल चलेन चल्दैन भने चल्छ त्यहाँ भिडियो भोलि ड्याडी फोन गर्दै हामी यहाँ चल्यो यहाँ भोलि टोइलेट के हो अङ्कल? यहाँ टोइलेट छैन प्यान उ गर्नु बाँकी छ क्या। गाउँमा बस्नु मजै अर्को, आगो टट बालेर हो। यो मान्छेले धन्न आएछ नि यार। हामी के त लागेको भित्र थर्माकोल पछि अर्को जाडो लागेन भन्छ नि, जाडो लागेन भन्छ 12 बजेर कलेज भेट ए के हुन्छ भोलि बिहान 8 बजे खान अब त लागिसक्यो भोलि। अब भोलि पूजाको दिन मेरो खाएर हुन्छ त कहाँ मैले पूजा अगाडि खाइसकेको। अब त पूजा सुरु भयो। त्यहाँ मुखमा हालिस्यो हामीले पहिला तीजमा व्रत बस्दाखेरि खाए त आफ्नो मन चोख हो म नखान्दा भयो। हामी चाहिँ भोलि के हाल्दै खानु हुँदैन त्यस्तै हो नि चाख्दिउँ त खै यो दाउरा हाल्नु दाउरा खाजौँ न। मपट्टि त पास भइसकेको छ दाउरा यो काममा के आयो आदि भयो ल राख्नु के हो कहाँ मिसाउने कुन त्यति भए पुग्छ त नैवेदको पुग्यो। त्यो नराम्रो रोटीहरू पनि त्यही छ।
ल मेरो घरबाट देख्ने दृश्य साथीहरू हेर्नु होला है दामी 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 छ ओम नमः भगवते विष्णु सर्वभूतानि विशुद्धे देवाय योग पदम पाठ तन्नमः अवहम धूप पूजा गरनि धूपति बाल्ने बत्ती बाल्ने धूप बत्ती निर्वेदिता ओम धूरसि धूर्वद्वन्तं ध्रुवज्ञं वयं ध्रुमाम देवानामसि वनितम शक्तितम पवितम दुष्टतम देवतम उदयतम सा परिपश्यन्ति उत्तरा देवयन्त्र सूर्य मनमाज्यत अवह पूर्व महालक्ष्मी यागछ महालक्ष्मीये नमः अवह दक्षिण सरस्वती यागछ सरस्वतीये नमः अवह पश्चिम रामचन्द्र लक्ष्मीये नमः ओम यागछ ओम लक्ष्मीये नमः अवह सत्ये देखे पूर्वाः ओम तोय श्री सत्यनारायण मा पर्छ पूजा गर्ने ब्रह्म वर मणा ब्रह्म सिद्धाय तमरास्ते धोक दिनर बुढा डाना सबै झोल कान मेना पो भदय परिताम जे गछे कलताउ बाजे बत बाजी नु धने खरिन अमृतारी तया अश्य महाका यज्ञ तर्पति भिर्देव याने आमा गम्यारिष्ट मरिष्ट चामा समो देवी देवा पृथ्वी विश्व रूपेण गम्ने विश्रातमसि विष्णु पतित्वा विष्णुसुरसि विष्णुरसि विष्णु र वैष्णवीमसि विष्णुवेता ओम प्रजापतये नमः प्रजापतये नमः ओम प्रजापतये नमः तोया सरस्वतीये नमः ओम सोमाये स्वाहा ओम सोमाये स्वाहा सकल तीर्थानि देवताः रोहं तोया तिष्ठन्ते ओम जलिग्राह्नो त्यो दहीको भाँडो अर्को खै अर्को यहाँ त्यहाँ अर्को नभएदेखि दुध हाल्ने अलिकति त्यहाँ अघि दुध राखेको छ जाने कानी र उठेर यहाँ तिन खण्डको घुमाउने यहाँ माथि जाने कानी ओम जाने कानी दलिक राख्नु हो त्यसो गरी है दाहिनेपट्टिबाट है यताबाट है जानी कानी जवा पानी तानी पदे पदे जानी कानी धारो नटुटाइकिन जानी कानी तानी पदे पदे अब उचाउने फेरि के चढाउने भन्दाखेरिमा चोखो जल छ नि हाम्रो कता हो इन्नका निच पाप निच पर्दो छेडा पदे पदे पाप निच पर्दो छेडा पदे पदे इन्नका धारा हो त्यसो इन्नका निच पाप छेडा पदे पदे उसको काम सक्यो नि काम त हो यो अब मेरो ज्योति एउटा दुनामा बत्ती राख्नु त त्यति जय गर्नुपर्छ कृपाले इच्छा गर्यौ सोध्यौ जो ठिक कुरा हो सत्यनारायणको भगवानको पूजा गर्नै पर्छ त्यसैले मनोरथ वाञ्छित फल दिनेछन् नारायणले फल दिन्छन् रे इच्छा दिन्छन् रे अनुसार इच्छा दिनेछन् तसर्थ त्यो मैले तपाईहरूलाई सुनाएँ अब के कथा सुनाऊ आज्ञा यस्तो भगवानको कुरा सुनेर बिन्ती गर्दछु भन्नुहोस् सोध्यौ हे प्रभु त्यो व्रत कसरी
कसरी के कस्तो कस्तो फल छ त्यो सत्यनारायण तपाईँको हो तपाईँको यति श्री स्कन्द पुराणे रेवा खण्डे अथ द्वितीयो देवानामसि वनितमा सक्रितम पवृतम दुष्टतम देवतम उदयतम सा परिपश्यति उत्तरा देउन्द्रा सूर्य मनमा ज्योतिर्तम ओम चन्द्रमा मनसो जात सूर्य अजायतः ओम भएर धर्ममा निर्रहित रहेको हुनेछन् साधु बानिया भन्दछन् हे सतानन्द श्री सत्य नारायणको भगवानको द्वितीय अध्याय ओम श्री सत्य नारायण की जय श्री सत्य भगवान की जय श्री सत्य श्रोता जनहरू की जय श्री करता की जय श्री श्रोता की जय श्री श्रोता की जय श्री सत्य नारायण की जय अब के भने गहुँको पिठो आधी किलो बढी पनि हुँदैन रे आधी किलो भन्दा घटी पनि हुँदैन रे सवा सेर भोजन जस्तो बनाएर भगवानलाई अर्पण गर्ने नैवेद्य केरा घिउ सखर सवा सेर मिलाएर ल्याउने पसलबाट किनेर ल्याउनु पर्ने हो जम्मै सवा पाउ अनुसार भोग लगाउने ब्राह्मणलाई पहिला ब्राह्मणलाई बोलाउनु पर्छ अरे मैले कार्य गर्न आदि ब्राह्मणलाई खबर गर्ने पहिला ब्राह्मणलाई बोलाउने त्यहाँबाट ब्राह्मणलाई दक्षिणा दिने र भाइ बन्धु सहित पनि हुनुपर्छ अरे दाजुभाइलाई पनि बोलाउनु पर्छ अरे सहित अब अरू विधाता भनी म भनिदिनेछु जसले यो व्रत अब नैते दिशाको दिशामा आकाशाय इया गछ पृथिव्यामा इया गछ सूर्य ज्योति सूर्य स्वा अग्नि बज्र ज्योति पाँच खण्डको के भन्नु भाइ अग्नि देवता बाटो देवता सूर्य देवता चन्द्रमा देवता वर्षाओ देवता रुद्र देवता ओम अग्नि ज्योति जय लछनी प्रभु जय लछनी प्रभु श्री सत्य नारायण की ज्योति संधि स्वाहा सूर्य ज्योति सूर्य स्वाहा अग्नि देवता बाबु देवता चन्द्रमा देवता वर्षाओ देवता रुद्र देवता श्री सत्य नारायण की श्री सत्य भगवान की श्री सत्य पशुपतिनाथ की श्री दोलखाका भीमेश्वर की श्री कालिम्पोङका कालिका माई की श्री तौथली त्रिपुर सुन्दरी महारानी माई की वैतीश्वरी मङ्गला देवी की श्री उपलरे महादेव की श्री श्रोता जनहरू की श्री क्रोता की श्री श्रोता की श्री सत्य भगवान की श्री सत्य नारायण की सेती देवी की सेती देवी की पुनकटी सेती देवी की कण्ठेश्वरी महादेव की पार्थिवरामा की सम्पूर्ण भक्तजनहरू की श्री सत्य नारायण की तपाईँ फुकाउनुहोस् पहिला भोलिमा यसो देखाइदिनुहोस् हो यसो अब नारायणलाई अब सूर्य नारायणलाई अब आफूले सेक्ने अब घुमाइदिने त्यहाँ काउली तरकारी चाहिँ अलि नुन नला जस्तो छ ठिक छ दामी